सुन्न, तिमीहरूलाई यो रमाइलो वातावरणमा यो हावा, यो मौसम मलाई त कता कता जिस्काइरहे जस्तो लाग्ला। यो आकाश, धरती अनि मेरो जीवन। होइन के देख्छस् तैँले? होइन, यिनीहरूले सुतेर के देख्यो? आहा, कति आनन्द छ है सुस्मिता। यो आकाश कति सफा छ, आफ्नै गतिमा हिँडिरहेको छ जिन्दगी हाम्रो है। हो त नि रञ्जिता, तारा जीवन जीवन तेरै हो सुस्मिता। मलाई मात्र होइन, यो गाउँलेहरू सबैलाई थाहा छ कि तिमीहरू एकअर्का बिना बाँच्न सक्दैन भनेर। तर ढुक्क हो न सुस्मिता, जीवन तेरै हो। भन्छस् नि रञ्जिता, भन्नलाई त सजिलो छ। धेरै जीवन नभन् क्या सुस्मिता, तेरो बिहे उसैसँग हुन्छ नेपाल आएपछि। धेरै पिर नगर क्या। तैँले लभ गरेको थाहा हुन्छ नि, पहिला लभ गर्न अनि त्यसपछि थाहा हुन्छ, होइन रञ्जिता? त्यस्तो नभन सुस्मिता, लभ नगरे पनि माया भन्ने चिज त उसलाई थाहा भइहाल्छ नि। हेर हेर, तिमीहरू जस्तो खोक्रो र स्वार्थी माया गर्ने होइन भनेर बुझ्यौ? उनीहरूको मायाले विदेशमा छ भनेर फुर्ती लगाएको होला नि। मलाई त विदेशी होइन, नेपाली केटा मनपर्छ। तिमीहरू जस्तो धन हेरेर माया गर्ने होइन कि, मलाई त मन र मलाई साथ दिने भए पुग्छ। मेरो नि होला नि एक दिन। अरे यार, यस्तो आनन्द आइरहेको बेलामा यस्तो कुरा नगर्न यार। हेर्नुहोस् तुलसी दाई, आज पनि वडा अध्यक्षलाई बल्ल बल्ल भेट्यो। स्थानीय सरकारलाई पनि भेट्न गाह्रो हुन लाग्यो। त्यत्रो दुःख गरेर जितायो श्रीराम दाईलाई अहिले यो खानेपानी बाटोले गर्दाखेरि हामीले कति दुःख पाइरहनु पर्यो। आफै श्रमदान गरेर खानेपानी बाटो गराउँछौँ भन्दा पनि वडामा स्वीकृति लिनुपर्ने। जनस्थानीय सरकारले हेर्नुपर्ने ठाउँमा कस्तो दिन आयो। कुनै त भिन्दाज भाइ, चुनावको बेलामा त विदेशतिरै थिएँ। यहाँ सबैले केही गर्लान् कि भनेरै श्रीराम दाईलाई जिताएको होला नि। स्थानीय सरकारको पनि आफ्नै नियम होला। ओडाभित्र कुन ठाउँमा समस्या छ भनेर गर्दै होलान्, तर तल हाम्रो गाउँमा चाहिँ लास्टै समस्या छ। ओडाको ध्यान नभएरै होला, आज हामीले गएर त्यहाँ भनिहाल्यौँ तल बागेश्वरी गणेश मन्दिरमा आउनु नै हुन्छ होला, बाँकी कुरा त्यहीँ गरौँला नि। हाम्रो यहाँ समस्या खानेपानी र सडकको मात्र होइन, मठ मन्दिरदेखि बोट बिरुवा जगेर्ना गर्नु पनि हाम्रो र स्थानीय सरकारको दायित्व हो।
गाउँको सबै बस्ती जति तराई र काठमाडौँतिर सरेर गइसके। यस्तो विषयमा पनि स्थानीय सरकारदेखि माथिल्लो तहको सरकारले समेत रोकथामको लागि केही छैन। आफ्नो आफ्नो विचार हो भीमराज भाइ। शिक्षा र स्वास्थ्यमा राम्रो व्यवस्थापन भएदेखि कसैले पनि गाउँ छाड्दैनथे। तर तिमी हामी मिलेर हाम्रै गाउँमा श्रमदान गर्नुपर्छ। ठिकै छ तुलसी दाई, पहिला खानेपानीको लागि पानी ट्याङ्कीहरू गराएर सफा शुद्ध पिउने पानीको लागि सबै तयारी गर्नुपर्छ। अब म पनि आएँ, हामी सबै युवा मिलेर आफ्नै गाउँ बनाउनुपर्छ। साँच्ची भीमराज भाइ, सरू र सुस्मिताको के केस रहेछ बुझ्यौ? ए, तपाईँले सम्झाइदिनु भयो तुलसी दाई। सम्पर्कमा छैन रे सुस्मिता। एकचोटि गएर सुस्मिताको आमालाई भन्नु पर्ला। खासै त्यस्तो केही रहेनछ। आज एउटा कुखुरा तिमीले लगेर जाऊ, म पनि एउटा घर लगेर मजाले सुप बनाएर खानुपर्छ। हुन्छ, भइहाल्छ नि तुलसी दाई। पानी पनि परेको छ। दाइ, तपाईँ अहिलेसम्म घर पुग्नु भएको छैन? म त तपाईँ घर पुगिसक्नु भयो भनेर ढुक्कै बिस्तारै आएको। बाख्रा पनि भोकै होला। कहाँ पुग्नु नि? आज वडा अध्यक्षलाई पर्खिँदा पर्खिँदा लास्टै ढिलो भयो। अनि हाम्रो कामको लागि अनुमति मिल्यो त? मिल्यो सरू दिदी। अब तपाईँ हामी यसो सल्लाह गर्नुपर्छ। अनि ओडाबाट अनुमति पाइसकेपछि राम्रो कामको लागि किन ढिला? सुरु गरौँ न बरु। हुन्छ नि। अब हाम्रो पनि समिति बनाऊ अनि सुरु गरौँ। मैले पनि भन्न खोजेको यही हो। यो विषयमा कहिले बैठक बस्ने हामी सल्लाह गर्दैछौँ। अनि सुस्मिता दिदी, म तपाईँकै घरमा आउँछु अनि कुरा गरौँला है। ल बिन्दास हुन्छ नि। दाइ, चाँडै आउनु घर। घरको काम धेरै छ, उपाय गर्नुपर्ने हुन्छ। ल हामी गए त। यिनीहरू खुब मिल्दो रहेछ रे भीमराज भाइ। यिनीहरू साथी हो नि तुलसी दाई, मिलिहाल्छ। ल तिमी एउटा लिएर जाऊ, म एउटा लिएर जान्छु है। हुन्छ, मेरो पनि घरमा गएर गाईलाई घाँस दिनुपर्ने छ। यिनीहरूलाई फलफुल दियौ परे? छैन आमा, खाना खाइसकेपछि दिन्छु। ल ल बरे, यिनीहरूको बुद्धि आउँछ कि दिनु छैन भुल्नु है। हुन्छ आमा, म बिर्सिँदैन। सम्झेर पनि खाना खाएपछि दिन्छु। होइन, के हो त्यस्तो भाउजू? कहाँ जानुभएको थियो र भाउजू? काहीँ पनि होइन नानी, आमा र म मन्दिर गएको थियो। ए, त्यही भएर पो आमाले त्यस्तो भन्नुभएको? एकछिनमा खाउला नि भाउजू। तिमीहरूको बुद्धि देखेर म के गरौँ भइरहेछु। तिमीहरूलाई मैले तिमीहरूको बाउको आमाको माया दिएर जन्माएँ, हुर्काएँ। अहिले मलाई चिन्ता दिन्छौ? मेरो छोरी बढी हो। होइन आमा, हाम्रो बहिनीहरू राम्रो संसारमा हुर्केको छोरी चेलीमा पर्छ। तपाईँले चिन्ता लिनु पर्दैन आमा। आमा, घरमै हुनुहुन्छ? भीमराज, के कामले आयो त? के काम बिना त आएन होला। काम त त्यस्तै हो आमा।
अनि खै त सुस्मिता देख्दिन त। घरमै छ भीमराज, भित्र छ। केही काम पो थियो कि? काम त होइन आमा, यसो केही कुरा भन्नु थियो। ए हो भीमराज बाबु, लु यहाँ बस न, म बोलाउँछु भित्र छ। हस् आमा, बोलाउनुहोस् न। सुस्मिता, ए सुस्मिता, हजुर आमा। यहाँ भीमराज बाबुको सँग केही कुरा छ अरे, बाहिर आऊ। उही त हो जीवनको पुछर, ठिक्क पार्न आएको होला नि। सबै जीवनलाई भनिहाल्यो होला। जीवनले मेसेज गरेको गरेर हैरान गर्यो, जसरी भए पनि सम्पर्कमा ल्याउनु पर्यो भनेको छ। कि तपाईँ एकचोटि फोन गर्नुहोस्, नत्र मेरै मोबाइलबाट कुरा गर्दा पनि हुन्छ सुस्मिता दिदी। गएको भीमराज, म आफै कुरा गर्छु। केही कामको व्यस्तताले बोल्न पाएको छैन भन्दिनँ है। ल भन्न त भन्छु, तर जीवनले पो मान्दैन होला। तैपनि म एकचोटि भन्छु, तर कुरा चाहिँ गर्नुहोस् है सुस्मिता दिदी। 81 कता हरायो भन्दै थियो। आज भोलिको छोराछोरीको अनेक देख्नुपर्छ। के हो कुरा गर, तेरो नौटङ्की मलाई नदेखा सुस्मिता। ल आमा, ल भीमराज, म समय मिलाएर जीवनसँग बोल्छु। हेर यसको बुद्धि, यस्तो बुद्धिले के गरेर खाला भीमराज। ए आमा, तपाईँ किन पिर लिनुहुन्छ? मेरो साथी जीवन पनि यही गाउँमै त आउने हो। यसो सम्झाउँदै गर्नुपर्छ क्या आमा। खै यत्रो भन्दा त भीमराज गलत बाटो हिट्न खिच्न खोज्छन्। कसको के नै लाग्छ र? ए आमा, अब त ठुलो भइसकेको छ, अब त आफै गरेर खान सकिहाल्छन्। म त यो छोराछोरी देखेर त वाक्कै भइसकेको छु भीमराज। धेरै चिन्ता नलिनुहोस् आमा, अर्थी बुद्धि चाहिँ दिँदै गर्नुहोस् छोरीहरूलाई। म त घरमा गएर गाई फुकाउनु छ। अहिले म जान्छु आमा। ल भीमराज बाबु, चिया खाएर गए हुने थियो। होइन पर्दैन आमा, ल म गएँ। पानी पनि रह्यो। साह्रै गाह्रो नै हो कि क्या हो? तपाईँहरू धारा गएर पानी लिएर आउनु भएको हो? हजुर भाइ। अनि सुस्मितालाई कस्तो छ नि? पहिलाको जस्तो गरेको छैन नि? छैन तुलसी दाइ, अब पनि त्यस्तो गऱ्यो भने त मरेको जुनी भइहाल्यो नि। अब त त्यस्तो गर्नुहुन्न, अस्ति त नबुझेर हो तुलसी भाइ। ए हो र भाउजू, तपाईँको नन्दलाई राम्रोसित सम्झाउनु है, पछि फेरि हामीलाई नै गाह्रो पर्ने हो। भाइ, मैले पनि सम्झाइराखेको छु। तपाईँको पनि जनित थाहा छ नि तुलसी दाइ, हामी कति सम्झाउँछौँ भनेर। अब त्यस्तो हुँदैन पनि। तुलसी दाइ, कुरा भनेको पछि गर्दा नै हुन्छ। अहिले हामी जान्छौँ ल, हात पनि गरिसक्यौँ। ल भाउजू, हालिसक्नु भएन, जानु। ल भाइ, हामी त जान्छौँ। सुस्मिताको केटा यही गाउँको रहेछ। कस्तो रहेछ? मैले त देखेको पनि छैन रहेछु। पछि आएपछि देखिहालिन्छ नि, यही गाउँको रहेछ। पानी पनि पर्यो, जानु पर्यो। आमा आउनुहोस्, खाना खानु, मैले पस्केँ। ल खाना कसरी गर? आज खाना कति मिठो बनाएछ मेरो छोरी बुहारीहरूले। हो नि आमा, सानो हुँदाखेरि तपाईँले नै सिकाउनु भएको होला नि यति मिठो खाना बनाउनलाई।
सरू तैँले खाना किन नखाएको? खाना खानु। आज मलाई खाना खानै मनै छैन। होइन के भन्छ यो? हो आमा, मलाई खाना खान मनै छैन। कर नगर्नुहोस् न। कर नलाउनुहोस् होइन कि खुनु खाना खान्छस् कि यो खाना म पनि नखाऊ। होइन यो स्वरलाई के भएछ? थुक्क मेरो जिन्दगी आफ्नो मनको पीडा कसैलाई सुनाम भने पनि कोही छैन। घरको परिवार भने पनि साथी भने पनि त्यही एउटा गाई थियो, त्यसले पनि दुध दिन छोड्यो। पापा पनि आउने टुङ्गो छैन। अब यो गाई पनि बेचेर कुनै नयाँ ठाउँमा गएर बसौँ कि क्या हो, जहाँ कसैको याद नआओस्। दिदी के भयो? किन एक कुरो हेरेको? सरू मलाई नढाकी भन् त। खासमा कुरो के हो? के कुरा भन्छ यो? तैँले अहिले के गरिस्? केही पनि होइन, पछि भनौँला। भीमराज कता पुगेर आयो? अनि निराश पनि छौ? कहीँ होइन रन्जिता। भन न भीमराज, तिमीलाई आज के भयो? भन्न त हुन्थ्यो रन्जिता, तर यो कुरा कसैलाई पनि नभन है गाउँमा। के कुरा हो भीमराज? भन न, म कसैलाई पनि भन्दैन। मलाई आज साह्रै दुःख लागिरहेको छ। किन, के भएर भीमराज त्यस्तो? पहिला भन न। पापाले पनि आउँछु आउँछु मात्रै भन्नुहुन्छ। यत्रो महिना भइसक्यो, अहिलेसम्म आउनु भएन। सरूले पनि मलाई चटक्कै माया मारी गई। यही कुराले गर्दा पनि मलाई यो गाउँघर छोडेर कतै टाढा गएर एकान्तमा बस्न मन लागेको छ, जहाँ कसैको याद नआओस् रन्जिता। किन, के भएर त्यस्तो भीमराज? पहिला भन न। हो रन्जिता, अब म यो गाउँमा बस्दिनँ। गाउँघर छोडेर त जान्छौ, तर त्यो घरमा भएको दुना गाई चाहिँ के गर्छ त भीमराज? दुनो गाई पनि के भन्नु र रन्जिता, दुध पनि छुटाइसक्यो। अब कसैले किने भने बेच्नु पर्ला। अनि दुधै छुटायो भने त कसले पो किन्ला र गाई भीमराज? अनि सरूसँग कुरा भएको हो र तिम्रो? भएको थियो रन्जिता। अब म हुँदासम्म यो गाउँमै आउँदिनँ भनेकी छ। त्यही भएर पनि मैले यो गाउँ छोड्नै पर्छ रन्जिता। तिमीले त्यस्तो भन्छौ भने हामीले त के भन्नु भीमराज? म त घाँस काट्न हिँडेको, ल म त गएँ। हुन्छ रन्जिता। होइन बरी, आज सरूलाई के भयो? खोइ आमा, कतै। चुप लाग बरी। मेरो छोरीले गल्ती गर्नु सक्दैन, ग्यास्ट्रिकले पो त हुनु सक्छ। यदि त्यस्तो भएको भए त म आमालाई भनिहाल्छु नि। बरी हुन त हो आमा, त्यस्तो हुन नपर्ने हो। यो जसो भाँडा सबै अहिले पखाल। अहिले दिनभरि विचार गरेर हेरौँ ल।
भएन भने बेलुका साँझ सल्लाह गरेर भोलि हस्पिटल लैजाउँ न। ए होस् आमा। कता छस् रन्जिता? घरमै छु। बरु त कता छस्? कहिले फोन गर्दैन थिइस् त? के काम परेर फोन गरिस्? खासै त्यस्तो काम त थिएन रन्जिता। घरमै छस् भने यता आइज भन्नु। यही बसेर कुरा गरौँ नि। के कुरा हो त्यस्तो? अहिले भन्न। भर्खर बाख्रालाई घाँस लिएर आएको। दाइ पनि 2-4 दिनको लागि बाहिर जानुभएको छ। खाना पनि बनाउँछ। फोनमा भन्न मिल्ने भए भनिहाल्थे नि। बरु खाना यतै खालास आइज है। ल ल करे गरिस्। ल छिट्टै आइज है। ल ल। आज सुस्मिताले के भएछ? आओस्, जे भए पनि वहीँ गएर थाहा पाउँछ। सुस्मिता, किन सबैजना निराश देख्छु त? यो मेरो छोराछोरीले मलाई कहिले सुख शान्ति दिएन रन्जिता। के भन्नुहुन्छ आमाले? के भएर? यसैलाई सोध्न। सरू, त भन् त, खासमा कुरा के भयो? के पनि होइन रन्जिता। किन कुरा लुकाउनुहुन्छ नानी? भन्नुहोस् हामी सबैको अगाडि। यसले के भन्थे? म भन्छु, यसले कसको पाप बोकेको छ? भन खुरुक्क, कसको पाप बोकेको छस्? हो, अघि भीमराजले गाउँ छोड्दैछु यो कुरा कसैले नभन्नु भन्नु। यहाँ यस्तो हुनु कतै। रन्जिता, तिमीलाई पो केही थाहा छ कि यो विषयमा? भन्न रन्जिता। यसले त केही पनि भन्दैन। तँलाई केही थाहा छ कि? मलाई पनि भन्न त केही भनेको छैन। तर के नानी? नडराइ भन्नुहोस्। अघि भीमराजले मलाई यो गाउँघर छोडेर कतै टाढा गएर एकान्तमा बस्न मन लागेको छ, जहाँ कसैको याद नआओस् रन्जिता। किन? के भएर त्यस्तो भीमराज? पहिला भन न। हो रन्जिता, अब म यो गाउँमा बस्दिनँ। भीमराजले त त्यस्तो त गर्न नपर्ने। भन्छरू, रन्जिताले भनेको कुरा साँचो हो? मलाई अस्ति नै शङ्का लागिसकेको थियो भीमराज राम्रो मान्छे होइन भनेर। जीवनलाई कुरा लगाउँदाखेरि उल्टै आमाले मलाई गाली गर्नुभयो। भीमराज भाइले यस्तो कसरी गर्न सक्ला आमा? मलाई त विश्वासै लागेन। अब त्यो भीमराजलाई यहाँ बोलाएर ल्याएपछि सब थाहा भइहाल्छ नि। यो केही बोल्दिन। सुस्मिता नानी, जानुहोस् भीमराज भाइलाई यहाँ बोलाएर ल्याउनु। हुन्छ भाउजू।
झोला बोकेर टाढै हिँड्नुभयो कि क्या हो? सुस्मिता दिदी पो भेटिनुभयो। अब के भन्ने होला? बजार जान लागेको भन्नु पर्यो। किन केही बोल्नुहुन्न? ए म माथि बजारसम्म जान लागेको। बजार हो कि कहाँ हो त्यो मलाई राम्रोसँग थाहा भइसक्यो। थाहा भयो रे? के कुरा थाहा भयो सुस्मिता दिदी? तपाईँ बजार होइन गाउँ छोडेर जान खोज्दै हुनुहुन्छ होइन? कसले भन्यो यस्तो नचाहिने कुरा? मैले किन गाउँ छोड्ने? त्यो त तपाईँलाई थाहा होला नि। अहिलेलाई मैले भनेको कुरा खुरुक्कै मान्नुहोस्। के कुरा हो त्यस्तो भन्नुहोस् न, म मानिहाल्छु। अहिले मेरो घरमा खुरुक्कै हिँड्नुहोस् त। किन, के भयो र सुस्मिता दिदी? किन, कहाँ, कहिले मलाई नसोध्नुहोस्। घर पुगेपछि थाहा भइहाल्छ नि। अहिले अलि हतार पनि छ, म भरे आउँछु नि, हुन्न? भरै रे? अहिले चाहिँ भागौँला भन्ने ठानेको? खुरुक्क घर हिँड्नुहोस्। ल भीमराज पनि आइपुग्यो। के हो कुरा सरू भन् यहाँ। यसले भनिराख्नै पर्दैन, पक्कै यो भीमराजकै काम हो। हाम्रो घर पनि आउन मानिरहेको थिएन। गाउँ छोडेर जान लागेको मान्छे बजार जान लागेको भनिरहेको। ए कुरा यस्तो पो रहेछ? भीमराज तिमी आफै भन त के हो कुरा? मैले अहिलेसम्म केही कुरै बुझेको छैन। के भन्नु आमा? तिमी कुरा नलुकाऊ भीमराज। तिमीले गल्ती नगरेको भए आजसम्म बसेको गाउँघर छोडेर किन जान खोज्यौ? हो भीमराज, सरुको पेटमा भएको बच्चा तिमीले स्वीकार्नुपर्छ। होइन, यो के भन्दै हुनुहुन्छ? सरुको पेटमा बच्चा? हो बच्चा। तिमीलाई त हामीले सोझ र इमान्दार सम्झेका थियौँ, तर तिमी त। होइन, तपाईँहरू यो के नचाहिने कुरा गर्दै हुनुहुन्छ? मैले यस्तो कसरी गर्न सक्छु, त्यो पनि आफ्नो दिदी जस्तो मान्छेलाई? अब कुरा लुकाएर के पनि फाइदा छैन। खुरुक्क सरुलाई स्वीकार, होइन भने कालो मसो दलेर निकाल्नु पर्ला। मलाई जे गर्नुहोस् म तयार छु। सरू दिदी, तपाईँ किन केही बोल्नुहुन्न? मेरो पेटमा तिम्रो। तपाईँ यो के भन्दै हुनुहुन्छ? तपाईँ होसमा त हुनुहुन्छ? रञ्जिता, जा जुत्ताको माला र कालो मसो लिएर आइज। तेरो लागि अब हामी मरिसक्यौँ। त यो घरमा यो गाउँमा भुलेर पनि फर्केर नआइज। वेदनाको गीत गाइरहन्छु, दुःख सुखको कथा भनिरहन्छु। मै हुँ तपाईँहरूको प्यारी सरू। मै हुँ तपाईँहरूको प्यारी सरू। छोरी भई बाँच्नु के गल्ती थियो भन्छु, बाँच्नु भन्दा नि मर्नु नै बेसबरु। मै हुँ हजुरहरूको प्यारी सरू। मै हुँ तपाईँ
मानिसहरूको भीमराज प्यारी कस्तो थकै लाग्यो एकछिन बसौ न सरी भीमराज सक्छौ भने मलाई आफ्नै दिदी सम्झेर माफ गराए मेरो यो रहर होइन बाध्यता हो सरू दिदी मैले त अझै कुरा बुझेको छैन खासमा कुरा के हो तपाईँको पेटमा बच्चा भएकै हो हो भीमराज हो भने कसको हो मलाई त भन्नुहोस् सरू दिदी पछि भनौँला भीमराज बरु अब हामी कहाँ जाने त्यो सोचौँ जान त जहाँ गए पनि जाउँला नि सरू दिदी तर वास्तविक कुरा त भन्नुहोस् पछि थाहा भइहाल्छ नि भीमराज बरु अहिले जाउँ हामी लागिसक्यो होइन किन मनमा कुरा लुकाइरहनु भएको छ खासमा कुरा के रहेछ जे भए पनि म पत्ता लगाएरै छोड्छु सरू दिदी यहाँ घर रहेछ रात पनि पर्यो यही बास माग्नुपर्छ कि क्या हो घरमा को हुनुहुन्छ सुन्नुहोस् त को हुनुहुन्छ घरमा तपाईँ त केही पनि बोल्नुहुन्न कस्तो थोकै लाग्यो एकछिन बसौँ न हुन्छ होइन तपाईँ त्यो मान्छे बोल्नु भएको छैन म चाहिँ अगाडि के बोलाउँ भनेर अनि के गर्नुभयो यस्तो मलाई यस्तो मन पर्दैन अनि परे बस्नु होइन कहाँ आउँदा जानु भएको हामीलाई कसरी देख्छ र आउनुहोस् न यता हेर तैँले मलाई राम्रोसँग चिनेको छैनस् यो कुरा तर म बाहेक अरू कसैलाई थाहा भयो भने त र तेरो घर कुरा कसैलाई बाँकी राख्दैन यति कुरा ख्याल राख ओहो यिनीहरू मेरो घरसम्म कसरी आइपुगे कतै मलाई खोज्दै त आएका होइनन् सुराजन दाई तपाईँले त सरू दिदीलाई परीक्षा दिन लानु भएको थियो होइन अनि तपाईँ यहाँ कसरी हो भीमराज यो मेरो पुरानो घर सहरमा बाबा र म बस्थ्यौँ बाबाको मृत्युपछि मलाई त्यहाँ एक्लै बस्न मन लागेन त्यसैले यहाँ आएर बसेको अनि तपाईँ यहाँ कसरी कसरी भन्नु सुराजन दाई सरू दिदीलाई र मलाई म भन्छु भीमराज बाबाको त कस्तो थियो अनुहार पनि देख्नु भएन अब त खुसीको दिन आउला कि भनेको दाइले आत्महत्या गर्नुभयो हुँदा हुँदा आमाले पनि वचन लाउनु भयो त्यही भएर 2-4 दिन भीमराजलाई लिएर नयाँ ठाउँतिर घुमेर आउँ कि भनेर हिँडेको नि होइन
सरू दिदीले यो के भन्दै हुनुहुन्छ? वास्तविक कुरा किन भन्न नदिनु भयो होला? यो मान्छेको अगाडि किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठिकै छ भीमराज है, यदि कुरा त्यस्तो हो भने 2-4 दिन मेरै घरमा मिलेर बसौँला। ल त सरू दिदी, तपाईँ आराम गर्दै गर्नुहोस्, म एकछिन माथि पसलसम्म पुगेर आउँछु। म पनि जान्छु नि भीमराज। पर्दैन सरू दिदी, तपाईँ आराम गर्दै गर्नुहोस्, म पुगेर आइहाल्छु नि। हुन्छ भीमराज, पसल अलि माथि रहेछ, अलि छिटै गरेर आउनु न। हस्, हुन्छ। आमा कति रुनु भएको? नरुनुहोस् अब। बढी नरोएर के गर्ने? मैले जति यो संसारमा दुःख भोग्ने को होला? छोरीहरू संसार हुँदाखेरि बाउ पनि विपद भयो। तिम्रो श्रीमान मेरो छोरोले पनि हत्या गरेर मर्यो र कान्छी छोरी पनि बेपत्ता भयो र सरूले पनि अहिले यो हालत गर्यो। नरोएर के गर्ने बढी? भइगयो आमा, सरूले यतिसम्म गर्ला भनेर हामीले सोचेको पनि थिएनौँ। बढी सुस्मिता कहाँ गई त? खै आमा, नानीले पनि धेरै चित्त दुखाउनु भयो जस्तो छ, एकछिन बाहिर गएर आउँछु भन्दै हुनुहुन्थ्यो। आफूलाई सम्हाल्नुहोस् आमा, सुस्मिताको पनि ख्याल राख्नुहोस्। भाउजू, यसरी सुस्मितालाई एक्लै बाहिर हिँड्न नदिनुहोस्, भोलि फेरि अर्को घटना घट्न सक्छ। भनेको त हो नि नानी, फ्रेस भएर आउँछु भन्दै हुनुहुन्थ्यो। ल त आमा, मेरो पनि घरमा काम छ, बाख्राहरू पनि भोकायो होला, फेरि दाइ पनि घरमा हुनुहुन्न, म त जान्छु है आमा। ल त हुन्छ नानी, आउँदै गर है फेरि पनि। हुन्छ आमा। मैले तँलाई पहिले पनि भनिसकेको थिएँ, यो कुरा तर म बाहेक अरू कसैलाई नभन्नु भनेर। म यहाँ छु भन्ने कुरा तिमीहरूले कसरी थाहा पायौ र तिम्रो यहाँसम्म आइपुग्यौ? यो हजुरको घर भन्ने हामीलाई थाहा थिएन। यो हजुरको घर भनेर थाहा पाएको भए हामी आउने पनि थिएनौँ। मसँग झुट नबोल, तिमीहरू मलाई खोज्दै नहिँडेको भए तिमीहरू दुईजना कहाँ हिँडेको कि दुईजना भागेको? छि, मुखमा जे आयो त्यही नबोल्नु। उसले त मलाई आफ्नो दिदी जस्तो सम्मान गर्छ। ऊ मेरो भाइ सर हो। तिमीहरू दुईजना गाउँबाट भागेको पनि होइन र मलाई खोज्दै हिँडेको पनि होइन भने तिमीहरू दुईजना कहाँ र के को लागि हिँडेको? La 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 यो मेरो जिन्दगीमा के भइरहेको छ? राम्रो काम गर्छु, सबैलाई सम्मान व्यवहार गर्छु भन्दा पनि किन सबैतिर नराम्रो हुनु परिरहेको छ? यदि मेरो पापाले
यसरी मलाई गाउँ निकाला गरेको थाहा पाउनुभयो भने के सोच्नुहुन्छ होला? बिचरा सरू दिदीलाई मात्र पनि के दोष दिनु? पेटमा बच्चा भएर पनि यो मान्छेको हो भनेर भन्न सक्नु भएको छैन। आखिर यो कुरा किन लुकाइरहनु भएको छ? कहाँ गएर आएको रन्जिता? कहाँ जानु र? त्यही पारी सरुकोमा गएर आएको नि। सरू र भीमालाई त गाउँ निकाला गरेर नि त हो। हो अनि किन गाउँ निकाला गरेर रहेछ? खै मलाई थाहा भएन। गरी सुस्मिता खोइ त अहिलेसम्म घर आइपुगेन। खै आमा, अहिलेसम्म त आइपुग्नु पर्ने हो। छिटै आउँछु भनेर जानुभएको हो। यी छोरीहरू नहुँदा घरै कति सुनसान हुने है बरी। आमा, सरू नानीले गर्दाखेरि यो गाउँमा मुखै देखाएर हिँड्न पनि लाजै भयो। के गर्ने त बरी, सरूले जानेर या नजानेर गरी मलाई पनि यो मेरो छोरीले यतिसम्म गर्ली भनेर लागेको थिएन बरी। त्यो त हो नि आमा, दिदी बहिनीले कति दुःख गरेका थिए यहाँ। झन् तपाईँ आउनुभयो, घर परिवार खुसी हुन्छ भनेको झन् यस्तो भयो आमा। भइगयो बरी, छड्थ्यौ। यो लसुनभित्र लगेर राख। सुस्मिता बरु कहाँ गयो खोज्नु जानुपर्छ। ए हुन्छ आमा। यो के भएको होला हाम्रो गाउँमा? आखिर किन भीमराजले यस्तो गरेको होला? अझ त्यो सरू त झन् अरूको अगाडि भाइ भन्ने भित्रभित्रै छे। आफ्नो इज्जतको त ख्याल गर्नुपर्छ। अब त सरूको साथी हुँ भन्न पनि लाज हुने भयो होइन? त्यो भीमराजमा के देखेर त्यस्तो गरेको होला? सरू दिदी, के भयो तपाईँ? ए भीमराज, केही पनि होइन, सन्चो छैन भन्दै हुनुहुन्थ्यो, चक्कर लाग्यो रे। ए म त के नै भयो होला भनेर कस्तो आत्तिएँ। 2 दिन भइसक्यो, केही पनि खानु भएको छैन। चक्कर त लागिहाल्छ नि। चक्कर लाग्यो भन्दैमा यसरी चिच्याउनु पर्छ त? लिनुहोस्, यो फलफुल खानुहोस्। अब हामी गाउँ फर्किँदैन, यहाँ नबस्नु। तपाईँ यो के भन्दै हुनुहुन्छ? एकचोटि सम्झिनुहोस् त, हामीले किन गाउँ छोडेका थियौँ? यहाँ बस्दा के भयो र सरू? घरमा बस्न मन लागेन भनेर निस्केको हो भनेर भन्नुभएको होइन र? हो सरू दिदी, तपाईँ यसरी किन रुनुहुन्छ? तपाईँको साथमा म छु, यसरी नरुनुहोस्। तपाईँलाई यहाँ बस्दा समस्या भएको हो भने अरू कुनै नयाँ ठाउँमा गएर बसौँला, तर घर फर्किने कुरा नगर्नुहोस्। सरू, तपाईँलाई मेरो घरमा बस्दा समस्या भएको हो र?
ओहो अहिलेसम्म सुस्मिता घर पुगेको छैन क्या हो? हजुर आमा, अहिलेसम्म सुस्मिता घर आइपुगेको छैन? छैन नि नानी, तपाईँले कतै देख्नु भएको थियो कि? अहिलेसम्म सुस्मिता घर पुगेको छैन भने कहाँ गएको छ सुस्मिता? पक्का है त म फोन गर्छु। तपाईँले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला। माफ गर्नुहोला, तपाईँले सम्पर्क गर्न खोज्नु भएको नम्बर अहिलेसम्म कहाँ गयो होला त यो मेरो छोरी सुस्मिता? हाम्रो घर के हुन लाग्दैछ? एकपछि अर्को समस्या छिटै आउँछ भनेर गएको नानी अहिलेसम्म कहाँ जानुभयो होला? किन यसरी आत्तिनु भएको तपाईँहरू? नआतेर के गर्ने रन्जिता? अस्ति पनि एकैछिन घरबाट निस्केर जाँदा यही जङ्गलमा पासो लाएर मर्नु खोजेको थिएँ। आज त झनै मोबाइल स्विच अफ रहेछ, के गर्ने? धेरै चिन्ता नलिनुहोस् आमा, म पनि यो दाउरा घरमा पुऱ्याएर आउँछु। तपाईँहरू घर जानुहोस्, साँझसम्म आएन भने केही गरौँला आमा। ए हुन्छ नानी, जाउँ आमा हामी पनि। सत्य कुरा भन्छस् कि तेरो भीमराजलाई? सुरजन, मेरो पेटमा तपाईँको बच्चा छ। यही कुरा थाहा भएर गाउँलेहरूले मलाई र भीमराजलाई गाउँ निकाला गरेको। बच्चा? अब यसलाई के गर्दा हुन्छ त बच्चा? मलाई जेसुकै गर्नुहोस्, तर भीमराजलाई केही नगर्नुहोस्। त्यसै पनि तपाईँ र मेरो कारणले भीमराजले धेरै दुःख पाइसकेको छ। भन्, अब यो बच्चालाई के गर्छस्? तँसँग दुईवटा अप्सन छ। कि यो बच्चालाई एब्रेसन गरेर फाल्नुपर्छ, कि भने यो बच्चा जन्माएर यो बच्चाको भाउ भीमराज हो भनेर देखाउनुपर्छ। भन्, त के गर्छस्? किन केही बोलिदिनुहोस्? भन्, अब के गर्छस्? यो बच्चालाई म कुनै पनि हालतमा जन्म दिएरै छोड्छु। त्यसो भए यो बच्चाको भाउ भीमराज हो भनेर चिनाउँछस् त? तपाईँ यस्तो के भन्दै हुनुहुन्छ? यो तपाईँलाई अलिकति पनि हाम्रो सन्तानप्रति माया छैन? आफ्नो सन्तानको माया कसलाई हुँदैन त? त्यही माया भएर त यो सबै गर्दैछु।
ओहो, यिनीहरूलाई मैले यहाँ राखेर कतै गलत त गरेको छैन। यदि यो सपनाको कुरा सत्य भयो भने त सुराजन दाई, हजुर। हेर्नुहोस् न, सरू दिदीको अरू कपडा भएन, हामी माथि पसलसम्म गएर कपडा लिएर आउँछौँ है। ए ठिक छ, नभए सरू र म गएर लिएर आउँछौँ नि। पर्दैन सुरजन, भीमराज र म गएर लिएर आइहाल्छौँ नि। जाउँ भीमराज। हामी गएर आइहाल्छौँ है सुराजन दाई। ए ल ल हुन्छ। हाम्रो घरमा के भयो यस्तो? कुन दैवको आँखा लाग्यो होला हाम्रो घरमा? हेर्न, दैवलाई दोष नदेऊ बरी, यो सब समयको खेल हो। के गर्नु, हाम्रो भाग्यमै यस्तो रहेछ। आमा, एकछिन यता बसौँ। हुन्छ। आमा, अब के गर्ने होला त? खै बरी, के गर्ने भनौँ। आफूलाई बुढेसकालमा सुख शान्तिले राख्लान् कि भनेर दुःखले हुर्काएको छोराछोरीले यस्ता दुःख पनि दिँदो रहेछन्। आमा, दुःख नमान्नुहोस्, म छु नि तपाईँको साथमा। त्यही तिमी भएर त म एक्लो भएको महसुस भएको छैन बरी। आमा, अब जाउँ घर। कतै सुस्मिता नानी घर आइपुग्नु भयो कि? आए त हुन्थ्यो नि बरी, बाउ आमाले मात्रै छोराछोरीलाई माया गर्ने रहेछ। छोराछोरी त हो नि आमा, सबै छोराछोरी उस्तै हुँदैन। खै बरी, मेरो छोराछोरीले यस्तो गर्लान् भन्ने सोचेकै थिइनँ। उठ्नुहोस् आमा, घर जाउँ अब। खाना बनाउनु नि छ बाँकी। ए रन्जा, तिमी घरमै छौ? अरू सर, तिमी चाहिँ कहाँ जाने हिँडेको? कहीँ होइन, यतै तिम्रो घरतिर आएको। ए बस न यता, मसँग केही काम थियो कि? त्यस्तो खासै काम त केही थिएन रन्जिता। अनि सुन न रन्जिता, अस्ति सरू र भीमराजको कुरा निकाल्दा तिमी केही नबोलिने थियौ। यो कुरा के रहेछ भनेर बुझ्न आएको। त्यस्तोको पनि के कुरा गर्नु विशाल? त्यति धेरै पढेको मान्छे त्यस्तोसम्म गरेछ। मैले त अझै कुरा बुझिनँ त रन्जिता। अझै कुरा बुझेनौ? ल अब बुझ। कुरा यस्तो हो कि विशाल? ए कुरा यस्तो पो रहेछ? यस्तालाई त गाउँबाट निकाल्नै पर्छ। गाउँले ठिक गरेछ। हो नि विशाल, त्यस्तोलाई गाउँमा राख्यो भने त गाउँै बिग्रिन्छ। त्यस्तो पढे लेखेको मान्छे त त्यस्तो अरूले के सिक्ला? ल त रन्जिता, यही कुरा बुझ्न लागेको थिएँ। अब म जान्छु है। ल ल विशाल, तर यो कुरा मैले भनेको भनेर कसैले नभन्नु नि। हुन्छ ल। La 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 Hmm.
भीमराज अब हामी यो गाउँमा कहिलेसम्म बस्ने? खै सरू दिदी, यहाँ छोडेर अन्त कहाँ जानु र? गाउँ फर्क्यौँ भने पनि गाउँलेहरूले गाउँ पस्न दिँदैनन् होला। तपाईँलाई यहाँ बस्न अप्ठ्यारो भएको हो र सरू दिदी? त्यस्तो अप्ठ्यारो त भएको छैन भीमराज, त्यही पनि यहाँ धेरै नबसौ, अर्काको घरमा कति बस्नु? हुन त हो, यहाँ छोडेर पनि अन्त कहाँ जानु र? फेरि सुराजन दाइले पनि त हामीलाई त्यस्तो नराम्रो व्यवहार गर्नुभएको छैन। तिमीलाई कसरी भनौँ भीमराज, सुराजनले गरेको नराम्रो व्यवहारहरू मलाई सहन कति गाह्रो भइरहेको छ। मेरो पेटमा हुर्किँदै गरेको बच्चाको बाउ पनि सुराजन नै हो भनेर कसरी भनौँ तिमीलाई? सरू दिदी, तपाईँ किन टोलाइरहनु भएको? तपाईँको मनमा केही कुरा खेलिरहेको छ हो? छ भने मलाई भन्नुहोस्। छैन भीमराज। छैन भनेर मसँग झुट नबोल्नुहोस्। यदि तपाईँको मनमा कुरा नखेलेको भए तपाईँको पेटमा हुर्किँदै गरेको बच्चाको बाउ को हो त? किन भन्न चाहनु भएको छैन यो कुरा? समय आएपछि भनौँला नि भीमराज, त्यही पनि तिमीले मेरो लागि यति धेरै दुःख भोगिसकेको छौ। किन सरू दिदीले यो कुरा स्पष्ट भन्न चाहनु भएको छैन? यो बच्चाको बाउ को हो भनेर कसरी पत्ता लगाउने होला? हे भगवान्, अझै कति सहनु पर्ने हो यो जिन्दगीमा? के भयो भीमराज? केही पनि होइन सरू दिदी, अब जाउँ, फेरि भरे फर्किने ढिला हुन्छ। ल हुन्छ त। सुस्मिता कहाँ गयो होला त यो मेरो छोरी? बोरी पानी ल्याऊ। ए हुन्छ। बुहारी, यो मेरो छोराछोरीले जति कसैको छोराछोरीले दुःख दिएको छैन होला। यो सुस्मिता कहाँ गयो होला बुहारी? त्यही त आमा, घरको मान्छे नै यस्तो भएपछि कसलाई दिउँदोस्? हो नि बुहारी, मेरै भाग्य यस्तै रहेछ। बुढी भएको आमाको आँसु झार्दा त यो नानीहरूलाई पाप लाग्छ। कति दुःख दिनु सकेको होला। के गर्ने त बुहारी, आफूले खाइ नखाइ गरेर छोराछोरीलाई हुर्काएँ, पढाएँ, राम्रो पढेर राम्रो काम गरेर म आमालाई सुख शान्तिमा राख्लान् कि भनेको त एउटैले गाउँमा मुखै देखाउनु नहुने गरी ए अर्की कहाँ गई गई। हो नि आमा, सरू नानी त्यति पढी लेखी गरेको मान्छेको बुद्धि कहाँ गएको होला? है बुहारी, म त त्यति धेरै पढी लेखी गरेको छैन। पढी लेखी गर्ने मान्छे त धेरै बुझ्ने हुन्छ अरे भनेको सुनेको थिएँ, तर आफ्नै छोरीले यस्तो गरी। जे हुनु भइगयो आमा, छोडिदिनु। तपाईँ यहाँ बस्दै गर्नु, म खाना बनाएर आउँछु। ल बुहारी, खाना त मलाई खान मन छैन, तरै पनि थोरै बनाऊ है बुहारी। आमा, भाउजू। ए रन्जिता नानी, आउनुहोस् भित्रै। हस् भाउजू। अनि नानी, तिमीले खाना खायौ त? खाइसक्यो आमा। अनि खोइ त सुस्मिता अहिलेसम्म घर आइपुगेको छैन? छैन नि नानी। छैन भनेर हुन्छ त भाउजू? यसरी मान्छे हराइसकेपछि त
प्रहरीलाई जानकारी गराउनुपर्छ नि भाउजू, कि जानकारी गराइसक्नुभयो? छैन नि रन्जिता, सरुले गर्दा बाहिर निस्किँदाखेरि गाउँलेले छिछि थुथु गर्दै कुरा काट्छन्, कसरी जाने? त्यस्तो भनेर कहाँ हुन्छ त आमा? मलाई भनेको भए म खबर गरिहाल्थेँ नि। नानीलाई के दुःख दिनु भनेर नि। के दुःख हुन र भाउजू? तपाईँहरू खाना खाइरहनु भएको रहेछ, म प्रहरी चौकीमा गएर निवेदन दिएर आउँछु नि। हुन्छ रन्जिता, दुःख नमानिजाऊ है। किन दुःख मान्नु र आमा? सुस्मिता मेरो साथी हो, साथीको लागि त म यति गरिहाल्छु नि आमा। ल आमा गए। हुन्छ आमा, पहिला हामीलाई पनि यस्तै दुःख पर्दा भीमराज धेरै सहयोग गरेको थियो। बढी तिमी फेरि त्यो भीमराजको कुरा गर्दैछौ, त्यसैले गर्दा हाम्रो घर नर्क जस्तो भइसकेछ। तिमी फेरि त्यो पार्टीको कुरा निकाल्दैछौ। आमा, भीमराजलाई मात्रै किन दोष दिनुहुन्छ? सरुनाले नै विचार पुर्याउनु पर्ने हो नि। के गर्नु बुहारी, जतासुकै गल्ती गरे पनि आफ्नो सन्तानको त माया लाग्दो नै रहेछ। बिचरी त्यो मेरो सरू छोरी कहाँ के गर्दै हो? हस्पिटल लानुपर्छ। बरु तपाईँले जे भन्नु त्यही मान्छु, जाउँ न। ठिक छ, त्यसो भए मैले जे भन्छु त्यो मान्छस् त? हुन्छ सुरजन, मान्छु। त्यसो भए भन्, तिमीहरू यहाँ के को लागि आएका हौ त? हामी वास्तविक कुरा यही हो सुरजन, मेरो पेटमा तपाईँको बच्चा छ। ए, कुरा त्यस्तो हो? मलाई अस्ति नै सँग लागेको थियो। अनि यो कुरा भीमराजलाई थाहा छ कि छैन त? छैन सुरजन, मैले कसैलाई पनि भनेको छैन। ठिक गरिस्। अब यो बच्चालाई के गर्छस् त? यो बच्चालाई जन्म दिएर हजुरको जिम्मा लगाउँछु। ए, यो बच्चालाई जन्म दिने? ठिक छ, तैँले बच्चालाई जन्म दिन्छस् भने भीमराजलाई कहिल्यै देख्न पाउने छैनस्। तपाईँ यो के भन्दै हुनुहुन्छ? तपाईँ भीमराजलाई सहयोग गर्न नजाने भए म गाउँलेहरूलाई सहयोग माग्छु। ला 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 होइन, यो सुस्मिता कहाँ गई त? सरुले नि यो गाउँ नै बिगारेर हिँडी। कतै यो सुस्मिता पनि जीवनलाई धोका दिएर अरूसँग भागेर त गएन? सरू र भीमराज गाउँबाट निस्केपछि कहाँ गए होला त? La 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 मैले मात्रै हो कि क्या हो अप्ठ्यारोमा परेकालाई साथ दिने भनेको? त्यत्रो आरोप आफूले गल्ती नगरिकनै भोग्नु परेको छ। सरू दिदीले
आज मलाई यस्तो अवस्थामा पनि छोडेर जानुभयो। मैले उहाँकै लागि कति दुःख र हेपाइ सहनु परेको छ। मलाई यस्तो अवस्थामा छोडेर कहाँ जानुभयो होला त? मैले त्यत्रो विश्वास गरेर म तपाईँसँग गएँ। तपाईँले मेरो जिन्दगी केको लागि बर्बाद गर्नुभयो? तपाईँको मसँग के दुश्मन थियो र? तपाईँको कारण भीमराज र मेरो जिन्दगी घर न घाटको भएको छ। युवराज, तपाईँले के भयो? सरुले त केही पनि भन्नु भएन त। खासै त्यस्तो केही होइन सुराजन दाई। सरू दिदी, तपाईँको लागि मैले यत्रो दुःख सहनु परेको छ, तर तपाईँले आज मलाई यस्तो पर्दा एक्लै छोडेर आउनुभयो। त्यही त युवराज, मलाई भनेको भए म आइहाल्थेँ नि। सरू, तपाईँले किन यस्तो गर्नुभएको? किन केही नभन्नु भएको? के भयो भीमराजलाई? सरी भीमराज, मलाई माफ गर। मैले चाहेर तिमीलाई त्यो अवस्थामा छोडेको होइन। के चाहेर छोडेको होइन रे? अनि किन छोडेको त? बाध्यताले। बाध्यता? कस्तो बाध्यता पर्यो सरू दिदी तपाईँलाई? कस्तो बाध्यतामा पर्यो यो सब भन्ने कुरा हो। युवराज, खास भएको के हो? सरू दिदी र म बाटोमा सरू, यत्रो कुरा मलाई अहिलेसम्म किन नभन्नु भएको? युवराज, अहिले त मलाई ठिक त छ। सुराजन दाई, अहिले ठिक छ, आत्तिनु पर्दैन। भीमराज, हिँड्नुहोस्, भित्र जाउँ। सुरजन, तपाईँले गर्दा अझै कति दुःख भोग्नु पर्ने हो। आज भीमराजलाई यस्तो अवस्थामा पनि सहयोग गर्न पाइनँ। हे भगवान्, अझै मैले कति दुःख भोग्नु पर्नेछ। दिदी नमस्ते। नमस्ते। आमा नमस्ते। नमस्ते बाबु, बस न। हुन्छ। सरू र सुस्मितालाई त देख्दिनँ त म। यसले त सरू र सुस्मिताको बारेमा सोध्यो, के भन्ने होला? बजार गएको छन् भनिदिनु पर्ला। के भयो आमा? ए केही होइन बाबु, घरको सामान पनि सिद्धिएको थियो, बजारतिर गएको छन् बाबु। किन झुट बोल्नुहुन्छ आमा? माइतमै पेट बोकेर गाउँ निकाला गरेको भन्नु न। तिमी बोलिरहेको आगोमा घुन थप। के कामले हो त्यो विषयमा कुरा गर। मैले भने त यही कुरा बुझ्न आएको थिएँ, ल म गएँ। बरी छिमेकी त यस्ता छन्, आफूले राम्रो गर्नु नि, अरूको विषयमा किन चासो लिने? त्यही त आमा। युवराज, मलाई सबै कुरा थाहा भइसक्यो। सरूले मलाई सबै भनिसक्नुभयो। के कुरा सुराजन दाई? त्यही तपाईँहरू गाउँ छोड्नुको कारण। ए हो र सुराजन दाई, अब म के गर्ने होला सुराजन दाई? के गर्ने होला? के गर्ने नि? सरूलाई स्वीकार्ने। तपाईँ यो के भन्दै हुनुहुन्छ सुराजन दाई? मैले सरू दिदीलाई स्वीकार्ने? हो भीमराज, तपाईँले स्वीकार्नै पर्छ। सुराजन दाई,
तपाईँ आफै भन्नुहोस्, मैले दिदी मानिसकेको मान्छेलाई मैले कसरी स्वीकार्ने? त्यो समस्या तपाईँकै हो भिमराज। अब सरुलले नै यो बच्चा तपाईँको भनेपछि तपाईँले स्वीकार्नै पर्छ। ठिकै छ सुराजन दाई, तपाईँले पनि मलाई नै दोषी बनाउनु पर्यो। म यो बच्चाको बाउ जसरी पनि पत्ता लगाएरै छोड्छु। खै कसरी पत्ता लगाउलास्? हेर्छु म पनि, त बाँचे पो पत्ता लगाउलास्। के भयो सुराजन दाई? केही पनि होइन, यो बच्चाको बाउ कसरी पत्ता लगाउने भनेर सोचेको। विशाल कहाँ गएर आएको नि तिमी? म कतै होइन, सरको घरतिर गएर आएको। ए हो र? अनि सुस्मिता आइछ त? खै मैले त देखिनँ। अनि तिमी चाहिँ कहाँ हिँडेको? म पनि सरको घरमा जान लागेको। पुलिसलाई जानकारी गराएर आएको छु। सुस्मिता भेटिन्छ कि अब? खासमा सुस्मिता कहाँ गएको रहेछ त रन्जिता? त्यो त मलाई के थाहा त नि। ल त रन्जिता, तिमी पनि हातमा छेउ जस्तो छ, म नि गएँ। ल ल। भिमराज, यो कुराले भोलि मलाई केही समस्या त पर्दैन नि? कस्तो समस्या सुराजन दाई? गाउँबाट भागेर हिँडेको मान्छेलाई यसरी मेरो घरमा राख्दा भोलि मलाई केही समस्या पर्ने हो कि? मैले कुरा बुझेँ सुराजन दाई। तपाईँलाई हामी यहाँ बस्दा समस्या भएको हो भने हामी आजै जान्छौँ। त्यसो होइन भिमराज भाइ, मैले मेरो घरमा नबस्दा भनेकै छैन। मेरो घरमा बस्ने भए सरूलाई श्रीमती स्वीकार बस। सुरजन, तपाईँ यो के भन्दै हुनुहुन्छ? हामीले गर्दा तपाईँलाई समस्या हुन्छ भने तपाईँको घर छोडेर हामी अहिले नै जान्छौँ। तर भीमराजलाई त्यसो नभन्नु। हो सरू दिदी, अब हामी यहाँ एकछिन पनि नबसौँ। भित्र मेरो झोला छ, लिएर आउनुहोस्। हुन्छ भीमराज। दुःख नमान है भिमराज, भोलि म आफैलाई समस्या पर्ला कि भनेर मात्र भनेको। किन दुःख मान्नु र सुराजन भाइ? तपाईँले यत्रो दिन भए पनि हामीलाई बास दिनुभयो। तपाईँको यो गुण हामीले कहिले बिर्सौँला र? जाउँ भीमराज। ल त सुराजन भाइ, बस्नु होला, हामी गयौँ। आमा, हजुर खाना खानुभयो त तपाईँहरूले? ए रन्जिता नानी, खायौ त? तिमीले खायौ? खाइसक्यो आमा। बस न। रन्जिता नानी, अनि पुलिस चौकी जानुभयो त? अँ भाउजू, गएको थिएँ। अनि के भन्यो त? मेरो छोरी सुस्मिता कता गएकी रहेछ? केही पत्ता लाग्यो त नानी? अहिले नि कहाँ पत्ता लाग्छ र आमा? भर्खर त जानकारी गराएर आएको। अनि कहिले पत्ता लाग्छ रे रन्जिता नानी? खै भाउजू, केही पत्ता लाग्यो भने खबर गर्छौ भनेका छन्। ए यो मेरो छोरीहरूले कति दुःख दिनु सकेको होला रन्जिता मलाई। खै आमा, त्यो त मलाई पनि थाहा भएन। आमा, किन पिर्लिनुहुन्छ? सुस्मिता नानी आइहाल्नुहुन्छ नि। खोइ बरी आए त हुने थियो, अब त मलाई त आश पनि हराइसक्यो। किन यस्तो भन्नुहुन्छ आमा? 3-4 दिनमा पुलिसले पत्ता लगाइहाल्छ नि। लाए त हुने नि रन्जिता नानी। ल आमा, म त यति कुरा भन्न आएको। म त जान्छु है आमा। हस् नानी, आउँदै गर है। हस् आमा, म भाउजू गएँ। ah
तिमी पुकार हौ मेरो मनको निधडकनको तिमी सँगै गर्नु छ मैले आरम्भ नयाँ जीवनको। ए रन्जिता बाख्रा चराउँदैछौ? हजुर आमा। ए अनि आमा भाउजू कहाँ पुगेर आउनुभएको नि? कहाँ जान रन्जिता नानी, घरको सामान सकेको थियो, माथि बजारसम्म पुगेर आएको। अनि आमा सुस्मिता अहिलेसम्म घर आएन है? आगी छैन नानी। घर आएको नि थुप्रै दिन भयो रन्जिता नानी, अहिलेसम्म घर आइपुग्नु भएको छैन। खोइ पुलिसले पनि केही खबर गरेको छैन। पुलिसले त केही जानकारी दिन्छ होला नि भाउजू, भर्खर त 2 दिन भयो रिपोर्ट गरेको। खै नानी, यो मेरो छोराछोरीलाई कतिसम्म दुःखले जन्माएँ, हुर्काएँ, बढाएँ, पढाएँ। अब ठुला ठुला भए भनेर यिनीहरूको अब कमाइहरू खाउँला, अब कमाइ गरेर आमालाई पालौला, मलाई सुख शान्तिले राख्ला भन्दाखेरि त यति धेरै पिर दिलाएर आज दिनसम्म यतिको दिनसम्म मलाई जलाइराखेका छन्। यो मेरो छोराछोरी उजुनीको साहु नै रहेछ रन्जिता नानी। आज दिनसम्म यी घरमा पनि आइपुगेको छैन। रातो दिन मलाई निन्द्रा पनि लागेको छैन। रुने हो कि मर्ने हो कि मरौँ भने मर्नु केही सकेको छैन। खाना खाउँ रुच्दैन, सुतौँ निन्द्रा लाग्दैन नानी। यतिसम्म म दुःखले यतिको दिनसम्म अब जलेर रहिरहेको छु। कसलाई भनौँ, कसलाई के गरौँ, कसलाई के भनौँ, कहाँ जाउँ? आए त हुने नानी, कहाँ छ के छ कुनधरि म आमालाई गर्दिनँ। मर्यो बाँच्यो केही खोज खबर छैन नानी। के गरेर कसो गर्ने म? यो मेरो जुनी यत्तिकै पिरले जाने भयो नानी। म धेरै चिन्ता नलिनु न आमा। आमा अब जाउँ घर। रन्जिता नानी बाख्रा हेर्दै हुनुहुँदो रहेछ। ल त नानी, ल हामी गयौँ है नानी। हस् त हस्। भीमराज, मैले अस्ति नै भनेको थिएँ हामी कुनै नयाँ ठाउँमा जाउँ भनेर। अब रात पनि पर्न लाग्यो, कहाँ जाने होला? सरू दिदी, मैले सुराजन दाईलाई राम्रो मान्छे सोचेको थिएँ, तर उहाँ मैले सोचे जस्तो हुनुहुँदो रहेनछ। सरू दिदी, एकछिन यतै बसौँ। हुन्छ भीमराज। हो भीमराज, सुराजन राम्रो मान्छे होइन। यदि राम्रो मान्छे थियो भने तिमीलाई सरू स्वीकार भन्थेन। हुन त हो सरू दिदी, तर जे जस्तो भए पनि यत्रो दिन हामीलाई बास दिनुभयो। होस्, छोडिदिनुहोस् यो कुराहरू। हो भीमराज, तर आज हामी कहाँ जाने त? जाउला नि कतै न कतै त। जहाँ समस्या त्यहाँ उपाय भन्छन्, केही न केही उपाय आउला नि। अब जाउँ भीमराज, नत्र फेरि जङ्गलकै बास हुन्छ। हुन्छ जाउँ। बरी आज पनि सुस्मिता आएन होइन? यतिको दिनसम्म कहाँ गयो होला त? म यस्तो ठाउँमा छु भनेर कमसे कम म आमालाई फोन त गर्नुपर्छ। हो नि आमा, मेरो माया नलागे पनि तपाईँको माया त लाग्नुपर्ने हो। बरी यी छोरीहरूको पिराले कति दिन भइसक्यो राम्रोसँग नसुतेको पनि। आमा कति चिन्ता लिनुहुन्छ? धेरै चिन्ता नलिनुहोस्, आफैलाई कमजोर बनाउँछ। भनेको त हो नि बरी, तर भनेको जस्तो नहुने, के गर्ने? आमा अब सुत्न जाउँ, भोलिसम्म पुलिसले केही खबर गर्छ कि? जाउँ बरी, हिँड उतापट्टिको।
मैले गर्दा तिमीले धेरै दुःख पाउनु पर्यो। ठिकै छ सरू दिदी, मलाई त अहिले यस्ता कुराहरू बानी भइसकेको छ। सबैले राम्रो गर्छु भनिरहन्छु, तर सबैबाट हेला हुनुपर्छ। भीमराज, मैले यो जिन्दगीभरि बिर्सिने छैन। बास यहीँ बस्ने भीमराज, अनि खाना चाहिँ के खाने त? खै सरू दिदी, के खाने भन? ए साँच्चै, अघि मैले आउँदा बाटोमा हरियो आरु टिपेको छु, त्यही भए पनि खाउँ है। पर्दैन सरू दिदी, मलाई भोक छैन, तपाईँ खानुहोस् न। त्यसो भनेर कहाँ हुन्छ ल्याउ भीमराज, एउटा खाऊ। सरू दिदी, रातिको 12 बज्न आँट्यो, अब सुत्नुपर्छ, सुत्नुहोस्। अनि तिमी? अहिले तपाईँ सुत्नुहोस्, तपाईँको निन्द्रा पुग्यो भने अनि म सुत्छु। नै भीमराज, मलाई निन्द्रा लागेको छैन, तिमी सुता न बरु। हुन्छ सरू दिदी। कहाँ जानुभयो? सरू दिदी, सरू दिदी,
अरू दिदी अरू दिदी सुरबहादुर हो मेरो नाम। म कुनै पनि काम सुर नआएसम्म गर्दिनँ। सुराजन, सरुलाई सुरक्षित ल्याइ छैन? भोले तपाईँले भनेअनुसार मैले सरुलाई सुरक्षित ल्याएको छु। अब मलाई घर जान दिनुहोस्। अब म यस्तो काम कहिले पनि गर्दिनँ। किन? सरुको माया लाग्यो तँलाई? हो दादा, सरुको माया लाग्यो। साजन, यसको मुख खोल्दे त। हस् दाइ। भीमराज, यो सब के हो? तिमी यहाँ कसरी? भीमराज होइन म यहाँ सुरबहादुर भन्। म तँलाई सुर नआएसम्म केही पनि गर्दिनँ। यो सब के हो सुरजन? यो त मलाई केही थाहा छैन सर। उहाँले जे भन्नुभयो म त त्यही गरेको। दादा, यो माया परेछ दादा? हो साजन, अब यो हाम्रो टिममा बस्दैन भन्दैछ। हो सुरबहादुर, आजसम्म तपाईँले राम्रो नराम्रो जे भन्नुभयो सबै गरेँ। अब मलाई अति भयो। अब म तपाईँसँग बढी काम गर्न सक्दिनँ। साजन, मलाई त यसको कुराले केही सुर नै आएन। दादा, उसले सु तपाईँदेखि नि दादा। तैँले ठिक भने साजन, बाँधे यसलाई पनि। परी, घाममा धेरै नखाना, मैले खजा लिएको छु। लौ आऊ यहाँ शीतलमा। ए हुन्छ आमा। आमा, किन दुःख गर्नुभएको? म यति खनेर आफै घर आइहाल्थेँ नि। होइन बरी, घरमा म एक्लै बसिराख्दाखेरि मनमा नाना थरीको कुरा खेलिबस्छ। त्यही भएर तिमी पनि खन्दा खन्दा थकित भयो क्यारे। डोरा रोटी बनाएर लिएर आएको छु, खाऊ न। हुनु त हो नि आमा, म हुँदा हुँदै तपाईँले दुःख गर्नु नहुने। ल आमा, तपाईँ नि खानु। के गर्नु बरी, तिमी मात्रै छौ, कतै कोही नि छैन। कता गर्ने कता नगर्ने तिमी पनि। त्यही भएर मैले यसो सगैँतो पलेको नि बरी, नसके नि। ल बरी पुग्यो, खाऊ तिमी। ल आमा, खाजा नि खाइसक्यो। तपाईँ घर गएर बस्नु, म यति खनेर आउँछु। हुँदैन बरी,
यस्तो घाममा काम गरेर के गर्ने? भोलि बिरामी हुन्छ। तिमी पनि हिँड। केही हुँदैन आमा। त्यसो भनेर हुन्छ? अहिले घर खुरुक्क न हिँड। बरु एकछिनपछि घाम ओह्रालो लागेपछि आएर खन। हिँड खुरुक्क। ए हुन्छ आमा हिँड्नु। सरू दिदी कहाँ जानुभएको होला? यदि कतै जानु परेको भए पनि मलाई भनेर जानु पर्थ्यो नि। अब राति बाघ भालु नै आएको भए पनि मलाई नै थाहा हुनुपर्ने। अब यस्तो पर्सोलामा न पाइला भेटिन्छ न बोलाएर बोल्नुहुन्छ। यत्रो घना जङ्गलमा कहाँ खोज्ने होला त? विशाल के भयो? किन त्यहाँबाट लुकेर हेरेको? के होइन, कति राम्रो बाख्राको पाठा रहेछ भनेर हेरेको। ए हो, बाख्राको पाठा राम्रै छ। खासमा पाठो त होइन, मान्छे चाहिँ राम्री मानेर हेरेको। मनको कुरा कसरी भनौँ? के भयो विशाल? केही पनि होइन, यो पाठा चाहिँ कुन चाहिँ बाख्रा रहेछ भनेर हेरेको। विशाल तिमीले के भन्दैछौ? घरमा भएको त्यही एउटा बाख्रा त हो, त्यसैकै पाठा त हो नि। ए हो, राम्रोसँग बाख्रा पाठाको हेरिन्छ भने म जान्छु ल। ए हुन्छ विशाल। साजन, अब चाहिँ मलाई सुर आउला जस्तो छ। तपाईँको मसँग के दुश्मन थियो अहिले सब गराउनु भयो? दुश्मनी? त्यस्तो खासै दुश्मनी त थिएन। म कुनै दिन तेरो गाउँमा गएको थिएँ। रन्जिता त्यहाँ हेर त, त्यो भीमराज होइन? हाम्रो बहिनीलाई बिहे गरेर लगेर कहाँ गायब बनायो। फेरि गाउँको सोझी केटीहरूलाई माया जान पाएर फसाउनु लाग्यो क्या हो त? त्यो त भीमराजै हो नि। ओइ जम्या दाइलाई र गाउँलेहरूलाई भनेर यसलाई गाउँ निकाला गराउनुपर्छ। ए, तैँले मलाई गाउँ निकाला गर्ने? अब पक, अब मलाई सुर आयो। हेर्दै जा, मलाई होइन तँलाई चाहिँ यो गाउँमा मुख देखाउन नसक्ने गराएर कसरी गाउँ निकाला गर्छु। देखिस् त, मलाई सुर चल्यो भने मैले के सम्म गर्ने रहेछु। सुरजन, तपाईँले आजसम्म जे जति दुःख यातना दिनुभयो त्यो सबै यसरी गर्न लाग्यो हो सर, यो सब मैले बाध्यताले गरेको। बाध्यता? कस्तो बाध्यता? हो सर, मैले यस्तो नगरे तेरो बुवालाई मारिदिन्छु भनेर यसले धम्की दिएको थियो। सुरजन, अनि तपाईँले त तपाईँको बुवा बितिसक्नु भयो भन्नुभएको होइन? हो सर, त्यस दिन
मैले तपाईँहरूसँग झुट बोलेको थिएँ। मेरो बुवा अझै जीवित हुनुहुन्छ र उसको कब्जामा हुनुहुन्छ। बिचारा भीमराज बिना गल्ती दुःख पाइरहेको छ। अहिले पनि तपाईँलाई खोज्दै हुन्। ओहो, सरू दिदी यता पनि आउनु भएको छैन। कहाँ जानुभयो होला? यति घाँस लगेर रन्ताको बाख्रालाई दिएपछि रन्ताले नि मलाई माया गर्ला नि त। बरी सुस्मिता हराएको पनि यत्रो दिन भइसक्यो, पुलिसले पनि केही जनाकारी गरेन नि त। त्यही त आमा, कि रन्जिता नानले पुलिस रिपोर्टै गर्नु भएन? होइन बरी, खोज्दै पो छन् कि जानकारी त गरेकै हो भनेर भन्दै थिए रन्जिताले। आमा, बहिनीहरूले गर्दाखेरि गाउँमा सबैले कुरा काट्ने बाटो पाएको छ। त्यही त बरी, सरूको पनि मलाई एकदमै न्यास्रो लागिरहेछ। रिसको बेला जे गरे पनि म आमालाई एकल फोन त गरे हुने थियो। त्यही त आमा, हाम्रो सरू नानीलाई भीमराजले कहाँ लग्यो होला त आमा? सुरुबाट मैले गरेको त्यति सानो गल्तीको यति ठुलो सजाय। सानो गल्ती? साजन, सानो गल्तीले छोडिदियो क्या यिनीहरूलाई? दादा सानो तपाईँको हेर त छोडिदिउँ होला। सुरबहादुर, सरूले यति सानो गल्तीमा यति ठुलो सजाय भोगिसकेको छ। भयो, अब हामीलाई छोडिदिनु। ए, सजाय पुगिसक्यो यसलाई होइन?
राजन मलाई त केही सुरै आएन। सरू र सुराजन कहाँ गए? दादा थाहा छैन दादा। अब मैले केही सुर निकाल्नै पर्ला जस्तो छ। जाऊ हेर खोज्न। विशाल यो के गरेको तिमीले? बच्चालाई घाँस किन काटेर लिएर आएको? किन हुने नि रन्जिता, तिमी पनि घरमा एक्लै छौ, तिमीमा चाहिँ कति दुःख गर्छौ? हे विशाल, त्यो जब एउटा बाख्रालाई त म पुऱ्याइहाल्छु नि त। झन् माया गर्ली खुसी होली भनेको त झन् पो रिसाउँछ त। ल भइहाल्यो विशाल, घाँस पनि काटेर ल्याइहाल्यो। तपाईँ यतै खाना खाएर जाऊ न। हुन्छ रन्जिता। मैले जे सोचेको त्यही होला जस्तो छ है। थुइया कस्तो लाज नभएर होला, कसरी चाहिँ मुख देखाएर हिँड्न सकेको होला। त्यही त भने गाउँकै बिजेत गरेर कसरी चाहिँ हिँड्न सकेका होला, लाज पनि नलाग्ने। त्यही त भने के गर्ने त बुहारी, हाम्रै भाग्यमा यस्तै रहेछ। अझै आमा पुलिस चौकी पुग्नु 1-1.5 घन्टा लाग्छ। यस्तो हेपाएर कति सुन्नुपर्ने हो? के गर्नु त, आफ्नै छोरीले सुन्नै पर्ने जस्तै गरेर हिँडेछ। सरू, तिमीलाई एउटा कुरा भन्न मन थियो। जब म तिमीलाई पहिलोचोटि देखेको थिएँ, तिमीलाई माया गर्न थालेको थिएँ। तर के गर्नु, सही परिस्थितिले गर्दा मैले आएर तिम्रो जिन्दगीसँग खेलवाड गर्नुपर्ने हो। सक्छौ भने मलाई माफी गर, माफी देऊ। हुन त म माफी माग्न लायकको छैन। त्यस्तो भन्नु पर्दैन सुरजन, मैले हजुरलाई माफ गरिदिइसकेँ। बरु भीमराज दाइ पो कहाँ गयो होला? सरू, तिमीले भीमराजको चिन्ता मान्नु पर्दैन। मलाई जहाँसम्म लाग्छ ऊ जहाँ भए पनि सुरक्षित छ। भीमराज तिम्रो र मेरो जीवनमा भगवान भएर आउनुभएको छ। भगवान भीमराज होइन, सुरबहादुर भन्छ। अब के गर्ने होला? पुलिसले पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन। त्यही त बुहारी, के गर्ने होला? यत्रो खोज्दाखेरि पनि कहीँ पत्ता अत्त केही पाइएन। कहाँ गयो होला त यो मेरो छोरी सुस्मिता? आमा, तपाईँ यहाँ बस्दै गर्नु, म पानी लिएर आउँछु। ल हुन्छ बुहारी। सुराजन दाई, सरू दिदी। ओहो,
झन् सौरी दिदी दाइ र सुराजन दाइलाई सर्टकट बाटो पठाएको थिएँ। अहिलेसम्म घर आइपुग्नु भएको रहन्छ। आउँदै हुनुहुन्छ होला। कसैले नाच्न बियर खानुपर्छ, तर मलाई सुर आउनुपर्छ। सुर नआएसम्म नाच्न त ननाच्ने मान्छे म झन् अरू के गर्ने। मलाई छोडिदिनु सुरबहादुर। मैले गरेको सानो गल्तीको सजाय तिनजनाले भोगिरहेको छु। बिचरा मेरो आमा र भाउजूले गाउँलेहरूको कति हेपाइ सहनु परेको होला। बिचरा मैले पनि किन यस्तो गरेको हुँ? भन्छ भनेर भन्ठानी कि होलिस्, तर के गर्नु? मलाई कुनै पनि कुरा गर्दा पहिला सुर आउनुपर्छ। साजन पो कहाँ गयो? बुहारी यो साग र ढेँडो मजाले खाउँला है आज। ए हुन्छ आमा। ए आमा त तरकारी पो केलाइरहनु भएको रहेछ। रन्जिता बस न। हुन्छ आमा। सुस्मिता नानी आउनुभयो भनेर आउनु भएको होला रन्जिता नानी? होइन भाउजू, आमालाई बिचरा कति पिर परिरहेको छ। के गर्ने रन्जिता नानी, मान्छे भएपछि जति पिर र दुःख परे पनि भोग्नै पर्ने रहेछ। हो नि आमा, जो मान्छेले दुःख पिर पर्यो भनेर आत्तिन्छ त्यो मान्छेले जीवनमा केही पनि गर्न सक्दैन। हो नि रन्जिता नानी, मैले पनि धेरै दुःख सहेको थिएँ। उतिखेर गलत बाटो रोजेको भए। हो नि भाउजू, मान्छे दुःखमा कहिले पनि आत्तिनु हुँदैन। के गर्नु, जति छोराछोरीको पिर लिन्न भन्दाखेरि पनि नसकिने रहेछ रन्जिता नानी। हो नि आमा, एउटा आमाले आफ्नो छोराछोरीको पिर नलिकन बस्न सक्छ होला त? रन्जिता नानी, आज यतै खाना खाऊ है। हुन्छ आमा। हुन्छ नि रन्जिता नानी, हामी दुईजनामा खानै मिठो हुँदैन। आज त यतै बसेर खाना खाऊ। हुन्छ भाउजू, बिदा। ए सर हो, खै त तेरो सुराजन अहिलेसम्म आएको छैन त। होइन तेरो माया मान्दैन कि क्या हो? अनि त्यो भीमराज भन्थिस्, खै त्यो पनि देख्दिनँ। सुरबहादुर, तैँले गलत गरिदिनुहोस्। म अझै पनि भन्दैछु, हामीले आफ्नो संसारमा जान्दै। आफ्नो संसार? कहाँ छ तेरो संसार? यो सब हामी सबैको संसार हो। हामीलाई यत्रो दुःख दिएर नि अझै तँलाई पुगेन? भन्, अब हामीदेखि के चाहन्छस् त? बच्चा, मलाई तेरो पेटको यो बच्चा चाहियो, त्यो पनि जिउँदो होइन। अनि मात्रै सुर आउँछ। बच्चा रे? हाम्रो बच्चाले तेरो के बिगारिदिएको छ र बच्चा चाहियो भन्छस्? बिगार्न त केही पनि बिगारेको छैन, तर तिमीहरूको जिन्दगी बिगार्ने यही बच्चा होइन? हुन त हो, तर अहिले होइन। अब त हाम्रो भविष्य हो यो। भविष्य? सुरबहादुर हो मेरो नाम। म कुनै पनि काम सुर नआएसम्म गर्दिनँ। अब मलाई सुर आयो। साजन, दाजु मेरो सुर आउँदैछ है, त नआत्ते। तैँले त अति गरिस्, मेरो सन्तानलाई मार्न खोज्ने। बल्ल मलाई सुर आयो।
सरू र सुरजन खै गए कता गए आइज रन्जिता नानी मेरो छोरीहरू पनि तिमी जस्तै ज्ञानी भए म कति खुसी हुन्थ्यो होला है। के गर्नु त आमा, आफ्नो आफ्नो भाग्य हो। मेरो त आमा पनि हुनुहुन्न, कसैको त आमा भएर पनि यसरी दुःख दिन्छन्। ल त रन्जिता नानी कुरा गर्दै गर्नु, म जुठो भाँडा पखालेर आउँछु। होइन भाउजू, म त अब घर जान्छु, ढिलो पनि भयो। बस न नानी, के हतार त? होइन आमा, म फेरि आइहाल्छु नि, मेरो घरमा पनि काम छ। ल त ल नानी, फेरि फेरि आउँदै गर है नानी। हस् आमा। ल त आमा गए, भाउजू गए। ए हुन्छ न। बनी तिमी पनि यो जुठो भाँडा धोएर ल्याउँछौ। ए हुन्छ आमा।